भोलि स्कुल लाग्ने रहेछ। आज दिनभरि होमवर्क लेख्नु पर्यो। अझै लेख्नु पर्यो, 1-2 घन्टा होमवर्कै सके छैन। भोलि स्कुल लाग्ने रहेछ, एकछिन होमवर्क गर्नु पर्यो। कति होमवर्कसँग कसैले गरेको होला र। एकछिन मोबाइल हेर्नु पर्यो, पढेर हात्ती ठुलो भएको होइन। कसको फोन आएछ? हेलो साथी, के भयो? ओ साथी, होमवर्क गरिस्? होमवर्क गरे भन्दाखेरि माग्छ, फेरि होमवर्क गरिन भन्नु पर्यो यसलाई। छैन यार, गरेकै छैन। जहिले यस्तै भन्छ, जहिले कुटाइ खाउँछ। गरेको होला। ल बाई। खाली त्यसलाई किन दिनु होमवर्क? मैले गरिसकेको छु, त्यसलाई किन दिनु?